उहाँ किन गृहमन्त्रालय फर्किनु भइसकेको छ। शपथ खाएर यति बेला गृहमन्त्री गृह मन्त्रालयमा इन्ट्री भइराखेको अवस्था हामी देखाइराखेका छौँ र व्यापक सेक्युरिटी अलर्ट हाई सेक्युरिटी अलर्ट सुदन गुरुङ यति बेला देखाइराखेका छौँ पूर्णबारी गरेर यति बेला सुदन गुरुङको इन्ट्री देखाइराखेका छौँ हामी यति बेला गृह मन्त्रालयमा सुदन गुरुङको इन्ट्री हामीले सुनेका मन्त्रालयमा तमाम विषयहरू हेर्न सक्नुहुन्छ। आफ्नो कारोबारको विषयमा प्रश्न उठेपछि राजीनामा दिएर पुनः नियुक्त भएर पदभारमा समाचार नेपाली जनता सिक्नै पाउनेवाला छ। दर्शकबिन आफूमाथि छानबिन गर्नको लागि राजीनामा दिएर